धेरै खुसी लाग्यो। आज आफ्नो अतीतको याद आयो। धान रोप्दै हुनुहुन्छ किसानको छुट भएर गणेश अर्याल चितवनका सिडिओ गणेश अर्याल यति बेला त्रिपुरेश्वर सहकारीको यो धान रोपाइ कार्यक्रममा धान रोप्दै हुनुहुन्छ। गणेश अर्याल सिडिओ गणेश अर्याल धान रोप्दै हुनुहुन्छ यति बेला। दर्शकबिन भरतपुर त्रिपुरेश्वर सहकारीको यो आज धान रोपाइ कार्यक्रममा आएर हामी हिजोका पनि कृषक, आज पनि कृषक, भोलिका पनि हामी कृषक। हाम्रा पुर्खा वंश सबै कृषक, भोलिको पनि हामी जाने भनेको यही कृषित्व छ। तर कुरा के हो भने अब यो भरतपुर महानगरपालिकाभित्र यो तहको उमङ्ग र यो तहको उत्साह बनाइन्छ भन्ने कुरा चाहिँ मलाई त्यति कल्पना पनि गरेको थियो। आज साथीहरू जसरी व्यवस्थापन गर्नुभएको छ, हरेक दिदीबहिनीहरू दाजुभाइहरूको मुहाको जुन खालको चाहिँ उत्साह र चाहिँ जुन उमङ्ग छ नि, त्यसले चाहिँ एकदम उत्साहित गरा। धेरै खुसी लाग्यो। आज आफ्नो अतीतको याद आयो। हामी पनि गाउँमा गुल्मिया छँदाखेरि यसै गरी चाहिँ बाजा गाजासँग चाहिँ धान रोप्ने गर्थ्यौँ। त्यही खालको उमङ्ग र त्यही खालको चाहिँ प्रचलन यहाँ रहेछ। साथीहरूलाई हृदयदेखि नै म नमन व्यक्त गर्न चाहन्छु आयोजक साथीहरूलाई। त्यो त यस्तो छ के अरे, गाडी एकछिन चलायो भने चाहिँ चालक बनाउँ लाग्ने, अनि रोप्न आयो भने के अरे कृषक बनाउँ लाग्ने भन्ने कुराहरू चाहिँ अलिकति फेन्सी जस्तो हुन्छ। तर कुरा के हो भने यो कृषकहरूमा यो उमङ्ग र यो जाँगर यो जोस छ नि, यसले हामी सबैलाई उत्साहित गराउने हो। उहाँहरूको कर्मले हामी उत्साहित भएको छौँ भने त उहाँहरू त महान हो नि त। दिन भने हाँस्न आउनु भएको छ, तपाईहरुलाई स्वागत छ। आजको दिन विशेष दिन तपाईहरुको कर्मले समाजमा समृद्धि ल्याउँछौं भनेर लाग्नु भएको छ। तपाईलाई स्वागत छ। यसै पनि हामी आज देशलाई कृषिमा आत्मनिर्भर बनाउँछौं भन्ने कुराको प्रतिबद्धता सहित आएका छौं। तपाईहरु हामी सबैलाई यो काममा जुट्नका लागि सधैँभरि जागर चलोस् शुभकामना व्यक्त गर्न चाहन्छु। र खास गरी सहकारीको क्षेत्रबाट सहकारीलाई उत्पादनशील बनाउने, उद्यमशील बनाउने सोचसहित सहकारीका साथीले हरेक वर्ष यो कार्यक्रम गर्दै आउनु भएको रहेछ। अध्यक्षज्यूले मलाई अस्ति 4-5 दिन अगाडि गएर मलाई जिल्ला प्रशासन कार्यालय गएर भन्नुभयो, उहाँले आजभन्दा 10 वर्ष अगाडि 12 वर्ष अगाडि 71 सालमा सहकारीको प्रशिक्षण केन्द्रमा म प्रिन्सिपल हुँदाखेरि मसँग तालिम लिनुभएको रहेछ। उहाँले भन्नुभयो, मैले सहकारीको उद्यम तपाईको तालिमबाट सुरु गरेको सिडे साहब, 2 कार्यकाल भयो, यो कार्यकाल पछि म बाहिरिँदै छु, कमसे कम यो कार्यकालमा मलाई आएर चाहिँ जसरी पनि तपाई आइदिनुपर्छ, विचार शब्द राख्नुपर्छ भनेर उहाँले भेटेर कुरा गर्नुभएको थियो। एउटा गजबको सम्मेलन पनि भएको हुनाले उहाँको आदेश पालना गरेर हामी उपस्थित छौँ। तपाईको अहिलेको अनुभूतिले पनि भन्छ वास्तवमा
आज यो धेरै भाषण भूषणको कुरा होइन, हामी रमाइलो गर्ने हो, खानेपिने चाहिँ के अरे दही चिउरा खाएर हिँड्ने हो। तपाईँ सबैलाई धेरै धेरै स्वागत छ। एउटा शुभकामना व्यक्त गर्न चाहन्छु। हामीले यदि यो ज्ञानलाई, कृषिको ज्ञानलाई, सिपलाई प्रविधिसँग जोड्न सक्यौँ भने हाम्रा खेतहरू उद्यम बन्छन्। सहकारीको माध्यमबाट, कृषक साथीहरूको माध्यमबाट उद्यमशीलता प्रवर्धन गरौँ। कृषि कर्म गर्दैछु भनेर भोलि कुनै हामीले छाती खोलेर मजासँग चाहिँ गर्वका साथ भन्न सक्ने दिन निर्माण गर्न तपाईँ हामी सबै लाग्नुपर्छ। हो, म कृषक हुँ, म देश धान्ने मान्छे हुँ, म यो देशका 3 करोड मान्छेहरूलाई खाना खुवाउने मान्छे हुँ भनेर गर्व गर्न सक्ने दिनको सिर्जना गरौँ। यसका लागि तपाईँहरू लागिरहनु भएको छ। तपाईँलाई धेरै धेरै शुभकामना छ। तपाईँलाई हृदयदेखि नै नमन व्यक्त गर्न चाहन्छु। आज रोपेको धान, आज हामीले रोप्दै गरेको देशभरि आज रोपिने धानमा किरा नलागोस्, कुनै पनि रोग व्याधिले नछोस्, सजिलैसँग यो धान भित्राएर देशलाई समृद्धिको बाटोतर्फ लिएर जाने बाटो निर्माण होस्। यति कुरा भन्दै यो कार्यक्रम आयोजना गर्नु देश धान्ने मान्छे हुँ, म यो देशका 3 करोड मान्छेहरूलाई खाना खुवाउने मान्छे हुँ भनेर गर्व गर्न सक्ने दिनको सिर्जना गरौँ। देश धान्ने मान्छे हुँ, म यो देशका 3 करोड मान्छेहरूलाई खाना खुवाउने मान्छे हुँ भनेर गर्व गर्न सक्ने दिनको सिर्जना गरौँ। यसका लागि तपाईँहरू लागिरहनु भएको छ। तपाईँलाई धेरै धेरै शुभकामना छ। काम सुरु गरिहालौँ।